आज धेरैमा हाम्रो डौलिया किचनमा डल्ले च्याउ आएको छ है। अब यसको पकाउने तरिका हेर्दै जानु, हजुरहरूले कसरी बनाउनुहुन्छ सबैको आफ्नो तरिका हुन्छ है। मैले चाहिँ लिएर आएर काटकुट गरेँ, तातो पानी ल्याम्पमा खली पखाल्छु। अनि पखालिसकेपछि पानी तगारेर एक ठाउँमा राखिदिन्छु। अनि त्यसपछि यता मैले आलु प्याज कटिङ गरेको छु है। अनि तेल बसाल्ने तोरीको तेल, प्योर तोरीको तेल हो कि फेरि मेरो भान्सामा। अनि प्याज फुराउने, मेथी फुराउने त्यही त हो है। अनि बेसार नुन राखेर भुटभाट गर्यो, आलु एकछिन भुटेपछि राम्रो हुन्छ नि त। अनि त्यसपछि मैले यसमा मसला पनि राखेर भुटिदिन्छु कि एकछिन मसला पाकेपछि मिठो हुन्छ। च्याउ त तातो पानीमा पखालेपछि कति टाइम लाग्छ यसलाई पाक्नको लागि, खासै टाइम लाग्दैन। तातो पानीमा पखालेको छु। अनि यसलाई पनि भुटभाट गरिदियो। अनि त्यसपछि टमाटर हल्का ग्रेभीको लागि मैले टमाटर राखेँ कि टमाटर चाहिँ मैले त्यसो तरकारी खोतालेर पिँधामा राखिदिएपछि तापले चाँडै नै ग्रेभी हुन्छ कि। अनि पाकिसक्यो भने जस्तो मैले लङसुङ बेलुनको पेस्ट बनाएर राखेको थिएँ, त्यसलाई राखिदिन्छु कि। च्याउमा मलाई राखेको एकदमै मनपर्छ क्या लङसुङ बेल चाहिँ। मलाई यो च्याउ चाहिँ तरकारीमा मिक्स गरेको खासै मन पर्दैन, मैले आलुसँग मात्रै मिक्स गरेर बनाउँछु। अनि पाकिसकेपछि लङसुङ बेल राखिदिन्छु। मेरो तरिका यस्तै छ है। अब हजुरहरूले कसरी बनाउनुहुन्छ मेरो तरिकाबाट पनि बनाएर खाइहेर्नु न, एकदमै मिठो हुन्छ के। नखानी खाउँ जस्तो हेर्नु ल। मेरो बेलुकाको भान्सामा हो है। यो साग बनाएँ अनि आलु र च्याउ है, नखानी खाउँ जस्तो। अब हजुरहरूले पनि बनाएर खाइहेर्नु न मेरो तरिकाबाट, कस्तो मान्नुहुन्छ। एकदम मिठो हुन्छ के यो तरिकाबाट।